आएको छ। यो क्रिकेट ग्राउन्डलाई उज्यालो हुने गरेर उद्घाटन गर्न पाउँदा उज्यालो नेपाल भएको जस्तो मलाई अनुभूति भएको छ। यो खेल मात्रै होइन, यो आर्थिक समृद्धिको पनि एउटा पाटो हुन सक्छ। आगामी दिन नेपालको उज्जवल भविष्य यो हाम्रो विभिन्न स्रोत साधन, विभिन्न सेक्टरको विकाससँगै खेल पनि एउटा यस्तो आर्थिक स्रोत बन्नेछ। त्यो क्रिकेटबाट, क्रिकेट नै हाम्रो नेपालको आर्थिक क्रान्तिको एउटा पक्ष हुनेछ। दोस्रो फेजको लागि पनि वर्तमान सरकारले करिब 10 अरबको यो मास्टर प्लान स्वीकृत गरेर दोस्रो फेजको टेन्डर प्रक्रियामा अगाडि बढाउनको लागि क्याबिनेटबाट स्वीकृति दिइसकेको छ। मेरो नमस्कार। आज मलाई अत्यन्त खुसी लागेको छ। यो क्रिकेट ग्राउन्डलाई उज्यालो हुने गरेर उद्घाटन गर्न पाउँदा उज्यालो नेपाल भएको जस्तो मलाई अनुभूति भएको छ। यो विगतका सरकारहरूले सुरुवात गरेर आज हामीले यो उद्घाटन गर्न पाएका छौं, ह्यान्डओभर गर्न पाएका छौं र यो जुन पहिलो फेजको काम सम्पन्न भएको छ। म अस्ति पनि आएको थिएँ। यसलाई 2 महिना अगाडि नै हामी आएर यसलाई छिटो